नगरपालिकामा सञ्चालन गरिरहेको छ। खास गरेर बालबालिका त्यसमा पनि अझ हामी बाल कुपोषणलाई चाहिँ केन्द्रमा राखेर हामी काम गरिरहेका छौँ। हामी जति पनि क्रियाकलापहरू सञ्चालन गर्छौँ त्यसले चाहिँ हाम्रो बाल समृद्धिमा चाहिँ सहयोग पुर्याउने हुन्छ। र यहाँलाई जानकारी नै छ, हामी स्वास्थ्य संस्थाले वृद्धि अनुगमन गरिसकेपछि पहिचान गरिएका कुपोषित बालबालिका र तिनका आमा अर्थात् स्याहारकर्तालाई राखेर 12 दिनसम्मको एउटा चाहिँ सकारात्मक झुकाव सामूहिक चुलो भन्ने सेसन छ, जुन चाहिँ समुदाय स्तरमै कुपोषणलाई चाहिँ न्यूनीकरण गर्ने एउटा चाहिँ कार्यक्रमको रूपमा रहेको छ, जसको मुख्य उद्देश्य नै समुदायमै बाल कुपोषणलाई चाहिँ घटाउने अन्त्य गर्ने हो। र त्यो सँगसँगै हामी अरू पनि विभिन्न परियोजना सञ्चालन गरिरहेका छौँ, जस्तो चाहिँ अति विपन्न घरधुरीहरूलाई साना व्यवसाय लघु व्यवसायका माध्यमद्वारा उनीहरूको चाहिँ सशक्तिकरण आर्थिक सशक्तिकरण गरी जीवनमा चाहिँ जीवनयापनमा सहज बनाउने अर्थात् उनीहरूलाई त्यो विपन्न अति विपन्नको रेखाबाट माथि उठाउने विकास कार्यक्रम पनि चलिरहेको छ। त्यो सँगसँगै चाहिँ हामी स्वास्थ्य संस्थाले प्रदान गर्ने जुन सेवा सुविधा छ त्यसमा चाहिँ नागरिकको सहज पहुँचका लागि स्वस्थ संवादका माध्यमद्वारा चाहिँ नागरिक आवाज कर्तव्य भन्ने समूह मार्फत गरिरहेका छौँ। र यो बाहेक हामी स्थानीय तहलाई चाहिँ विपद व्यवस्थापनका लागि चाहिँ विभिन्न क्षमता वृद्धि सामग्री सकेस खालका काम पनि गरिरहेका छौँ। र आज यहाँनिर जुन एउटा चाहिँ पोषण बहस कार्यक्रम हुँदैछ, जसले चाहिँ यो 11 गाउँपालिकाले चाहिँ कुपोषण अन्त्य गरी सुपोषणलाई चाहिँ वृद्धि गर्ने अर्थात् जुन एउटा चाहिँ मध्य प्रदेश सरकारले पनि लक्ष्य लिएको छ कि मधेसबाट चाहिँ कुपोषण अन्त्य गर्ने, त्यसै गरी 11 गाउँपालिका पनि कुपोषण अन्त्य गर्ने एउटा लक्ष्य लिएको छ। त्यो लक्ष्यलाई चाहिँ सघाउ पुर्याउनको लागि हामीले पालिका वडा समुदाय स्तरसम्म चाहिँ विभिन्न खालका बहस विभिन्न खालका छलफलहरू अगाडि बढाउने हाम्रो उद्देश्य छ। त्यो सँगसँगै यहाँलाई जानकारी छ, गत वर्षको साउन महिनामा हामीले चाहिँ एउटा प्रदेश स्तरमा इनफ क्याम्पेनको चाहिँ सुरुवात गरेका छौँ, जुन वर्ल्ड भिजनले चाहिँ अन्तर्राष्ट्रिय स्तरमा लन्च गरेको हो। र त्यसैले चाहिँ हामीले स्थानीय स्तरमा पनि त्यो इनफलाई चाहिँ सुरुवात गर्ने भनेर हामीले यो आजको जम्मा गरेका छौँ। र यसको एउटै उद्देश्य छ कि बाल कुपोषण र बाल भोकमरीलाई अन्त्य गर्नको लागि सबैजना एकजुट भएर लाग्नको लागि चाहिँ अभिप्रेत होस् भन्ने हाम्रो चाहिँ यो कार्यक्रमको उद्देश्य छ। र सँगसँगै यहाँहरू सबैजना हाम्रो प्रमुख अतिथि अध्यक्ष लगायत सम्पूर्ण महानुभावहरूलाई पनि हाम्रो संस्थाको तर्फबाट पनि स्वागत गर्न चाहन्छु। कार्यपालिकाका सदस्यज्यूहरू, विद्यालयका शिक्षकज्यूहरू, पत्रकार साथीहरू, अभिभावकज्यूहरू, सबै बालबालिका साथीहरू, आज हामी एकदमै महत्त्वपूर्ण कार्यक्रममा छौँ जस्तो लागिरहेको छ। विशेष गरेर हामीले यसलाई पोषण बहस नाम दिएका छौँ, किनभने हामी आज पोषणको विषयमा छलफल गरिरहेका छौँ र पोषणलाई हाम्रो यस गाउँपालिकामा कसरी पोषणकै स्थानीय शासन लागू गर्न सकिन्छ, कुपोषण अन्त्य गर्न सकिन्छ भन्ने विषयमा हामी छलफल गर्न खोजिरहेका छौँ र महत्त्वपूर्ण व्यक्तित्वहरूबाट सुझावहरू लिएर आगामी दिनमा कसरी यसलाई अझ प्रभावकारी बनाउने भन्ने विषयमा छलफल गर्न खोजिरहेका छौँ। र अहिले भर्खरै हामीले यस गाउँपालिकाका स्वास्थ्य शाखाको प्रमुखज्यू महेन्द्र सरबाट धेरै कुराहरू सुन्ने अवसर प्राप्त भयो र सँगसँगै म 11 गाउँपालिकाको गाउँ बस्ती टोलमा जाँदाखेरि अनुभव गरेका र देखेका विषयहरू तपाईँसँग राख्न चाहन्छु। पक्कै पनि मधेसले नेपाललाई पाल्ने अथवा खुवाउने पिलाउने सम्पन्न बनाउने एउटा उर्वर क्षेत्र हो भन्ने मेरो बुझाइ छ र हामी सबैले त्यसलाई नै बुझेका छौँ। मधेस अन्नको उब्जाउको एउटा क्षेत्र हो जहाँ प्रशस्त मात्रामा अन्नहरू उब्जाउ हुन्छ। त्यो कुरामा कुनै पनि समस्या कुनै हामीसँग कन्फ्युजन छैन। तर अर्को एउटा तीतो यथार्थ के भन्दा
मधेस पूर्व क्षेत्र पर्याप्त मात्रामा पोषण उत्पादन हुने क्षेत्र र आज यही क्षेत्रमा हामी कर्णाली र मधेससँगको तुलना गर्छौँ कुपोषणको अवस्था। अझै पनि अघि महेन्द्र सरले भनिराख्नु भएको थियो हामीसँग 100 जनामा 5-6 जना कुपोषण भएका बालबालिका अझै पनि हाम्रो समुदायमा हुन्छ भन्दै 6-7% भन्दै। यो त मलाई लाग्छ उहाँको 2 वर्ष उमेरको तथ्याङ्क अनि त्यसमध्ये पनि तौलको हिसाबमा अझ उमेरको हिसाबमा हामीले पोषणको अवस्थालाई मूल्याङ्कन गर्ने भने चेक जाँच गर्ने भने यो तथ्याङ्क मलाई लाग्छ धेरै बढ्न सक्छ। र यो दुःखलाग्दो अवस्था हामी मधेसको यहाँ बसेर छलफल गरिरहँदाखेरि हामीले दुःखी छौँ। त्यसैले वर्ल्ड भिजन इन्टरनेसनल नेपालले योजना परियोजनाहरू बनाउने सन्दर्भमा मधेसको पहिलो प्राथमिकताको विषय के हो भन्ने विषयमा हामी छलफलहरू गर्ने गर्छौँ। रणनीतिहरू तय गर्ने विषयमा हामी छलफल गर्ने गर्छौँ। र यहाँ कुपोषणको अवस्था चाहिँ महत्त्वपूर्ण छ। आय स्रोतको इन्कमको स्रोतलाई बढाउने पनि महत्त्वपूर्ण परियोजनाहरू आवश्यक छ। शिक्षाको क्षेत्रमा परियोजना बढाउनु पर्ने आवश्यक छ भनेर हामी अलिकति प्रायोरिटाइजेसन गर्दाखेरि त्यसरी छलफल गर्न सक्छौँ। विपद व्यवस्थापनको क्षेत्रमा पनि हाम्रो लगानी गर्नुपर्छ भनेर हामी छलफलहरू गर्ने गर्छौँ र त्यही अनुसार योजनाहरू पनि बनाउने गरेका छौँ। र अहिले हामीले इनफ अभियानलाई सुरुवात गरेका छौँ। तपाईँले यहाँ इनफ सुनिराख्नु भएको छ, देखिराख्नु भएको छ। धेरै ठाउँमा वर्ल्ड भिजनको लोगोसँग इनफ लेखेको कुरा देख्नुहुन्छ। यो इनफ भनेको पर्याप्तता। हाम्रा बाबु नानीहरू जो कुपोषित बालबालिकाहरू छन् अथवा बाबु नानीहरू छन्, किशोर किशोरी छन्, उनीहरूलाई पर्याप्त मात्रामा पोषिलो खानेकुरा होस् भन्ने हाम्रो अभियानको लक्ष्य हो। पर्याप्त मात्रामा नीति निर्माणहरू बनोस् भन्ने हाम्रो अभियानको लक्ष्य हो। पर्याप्त मात्रामा हामीसँग एउटा विलिङ पावर, इच्छा शक्तिहरू बढोस् जसले कुपोषित बालबालिकालाई अध्ययन गर्न सकोस्। पर्याप्त मात्रामा गाउँपालिका वडाले बजेटहरू छुट्याओस् जसले कुपोषित बालबालिकाहरू अध्ययन गर्न सकोस्। र पर्याप्त मात्रामा कार्यक्रमहरू तय होस्, विभिन्न खालका अभियानहरू सञ्चालन होस् जसले गर्दाखेरि बालबालिकालाई सुपोषित बनाउन सक्यौँ, किशोर किशोरी सुपोषित बनाउन सक्यौँ र समृद्ध मध्य प्रदेश बनाउन सक्यौँ, समृद्ध नेपाल बनाउन सक्यौँ भन्ने हाम्रो लक्ष्य हो। त्यसैले गाउँपालिकाको लक्ष्य जुन गाउँपालिका अघि महेन्द्र सरले भनिदिनुहुन्थ्यो, मेरो साथले पनि जहिले भनिराख्ने विषय हो, यो गाउँपालिकालाई बालमैत्री बनाउँछु भन्दा अस्ति भर्खरै वार्ड नम्बर 2 को अध्यक्षज्यूले यही हलमा ठुलो भेला गर्नुभएको, सायद यहाँ 500-700 भन्दा बढी मान्छेहरू उपस्थित थियो। त्यो भेलामा गर्नुभएको प्रतिबद्धता छ। 2 नम्बर वार्डबाट म बालमैत्री बनाउँछु, यो वार्डलाई चाहिँ कुपोषण मुक्त वार्ड बनाउँछु, यो वार्डमा चाहिँ बाल विवाह अन्त्य गर्छु, यो वार्डमा चाहिँ बाल श्रम अन्त्य गर्छु, सबै बालबालिकालाई विद्यालय पठाउँछु भन्ने खालको प्रतिबद्धता कार्यक्रम प्रदेश स्थानीय सरकार सबैजना भेला भएर हामीले त्यहाँ गरेका छौँ। जे ई टीम सब जे निर्वाचित भेलन तकर बाद हम सब पहिल गांव सभा जे भेले ताहिमे हम सब स्वास्थ्य संबंधी 3टा जैसे प्रमुख उद्देश्य रखा। एक पूर्ण खोप पालिका, दोसर नंबर में सुरक्षित मातृत्व पालिका, तेसर नंबर में कुपोषण मुक्त पालिका के अवधारणा लगे हम सब चल। तही तहत में हम सब पहले आर्थिक वर्ष में महिला स्वास्थ्य सेविका से लेकर स्वास्थ्य कर्मी से लेकर जनप्रतिनिधि तक हम सब एक अभिमुखीकरण तालीम के जैसे आयोजना कर हम सब ये कार्यक्रम शुरुआत करी। तही तहत 1980 साल में हम सब प्रत्येक स्वास्थ्य संस्था में एक दारा गांव पालिका के प्रत्येक साबे के हेल्थ पोस्ट में ओटीसी सेंटर स्थापना है। ओटीसी सेंटर स्थापना कर हम सब कुपोषित बच्चा के शाम आम के सबके हम सब वही ठमन जैसे उपचार दै छी। पहले अपना एक दारा गांव पालिका में एक जगह छली ओटीसी सेंटर, एक दारा स्वास्थ्य चौकी। अभी हम सब प्रत्येक स्वास्थ्य चौकी में स्थापना कैले छी। अपने सब विचार करी तो हम सब गांव भर क्लिनिक भी संचालन कैले छी। हमर स्वास्थ्य कर्मी महिला स्वास्थ्य सेविका दीदी सब जाय छै ओइठम उनका सबके जे गांव में जे 2 साल नीचा के बच्चा सब छै, हमरा सबके नाम से 2 साल के नीचा के बच्चा देने छै। 2 साल नीचा के संपूर्ण बच्चा के हम सब जोखी छियै आ जोख के ओइठम जे बच्चा कुपोषित भेला पड़ै छै त जेना पहल
मतलब पीएम में पढ़ल बच्चा सबके हम सब स्वास्थ्य शिक्षा दऽ IFDS द्वारा संचालित एक पीडी हेल्थ सेशन चलै छै प्रत्येक वार्ड में छै। उ कुपोषित बच्चा सबके ओहिठाम लऽ जाकर एक की कहै छै पोषण युक्त खिचड़ी बनाबे के भी सिखबी छै, खियाबे के सिखबी छै। और तैसे बहुत महान केस बहुत पीयर में पढ़ल बच्चा सब हमरा सबके एहिठाम वही पीडी हेल्थ सेशन से सुधार है। तेकर बाद लाल में पढ़ल बच्चा सबके जे है से पीडी हेल्थ सेशन में तो पोषण युक्त खिचड़ी खुआबते सिखेबते भी हम सब RETF कर सकते। स्वास्थ्य संस्था में RETF, विटामिन A, एमोक्सिसिलिन ये सब दऽ बच्चा के जांच के भी हम सब उपचार करै छी। और यही उपचार के क्रम में अगर कोनो बच्चा में सुधार जे नहीं हुई है तो हम सब जनकपुर के एक पोषण गृह है IATS के जे वॉलंटियर सब वो सब खोजी है। हमरो जे है से प्रत्येक महीना के 4 दिन हमरा सबके गांव घर क्लिनिक चलै छै 17, 18, 19, 20 के। ओहि में हम सब बच्चा जोगी छै आ ओहि में कुपोषित बच्चा सबके उपचार से भी अगर वृद्धि नहीं हले अगर सफलता नहीं भेलै तो हम सब पोषण गृह जनकपुर में भी पठबी छी। तो हम सब ई कार्यक्रम रखने छी। अखन हमरा सबके एवरेज भी यानी जोखाई के पटक जे छै ने मतलब 24 महीना तक के बच्चा के कम से कम 24 बार जोखाई पूरा पड़े छै। लेकिन गांव घर क्लिनिक में जो चलबी छियै तो बहुत बच्चा न होबे छै, छूट जाय छै। तो हम सब एहे माघ फागुन से हम सब शुरुआत के लिए फोपे में कथी लगे जोखल जाए। फोप में तो 2 साल के नीचा के बच्चा तो अभी छै तो 2 साल के नीचा के बच्चा के हम सब फोपे में अगर कवर करी आ गांव घर क्लिनिक में सेहो कवर करी आ संस्था में अगर कवर करी और कुपोषित बच्चा सबके हम सब पता लगा कर ओकर उपचार होते आ तेकर हमरा सबके प्रगति भी भेली। देखियो गत विगत साल में एवरेज भी यानी बच्चा एगो बच्चा हर साल में 2 बार जोखाई छै। गोटा करियो जोखला से की होते ओकर पोषण के अवस्था था लगते और पोषण के अवस्था था लगते वो हमरो लगायल सुइया कते काम कर गए है ना। सुइयो भी अथी जे है फोप जे है से कते तक काम करके सेहो अवस्था हमरा सबके जैसे प्राप्त होते। ताहि द्वारे सब गोरे से आग्रह अनुरोध है जे फोप में वृद्धि अनुगमन हम सब करबेटा करी निरंतर करी। हमरा के गैप ऑब्जेक्शन भी आयल रहे लेकिन हम एहि पर कड़ा रूप से भी प्रस्तुत भेलिए ना। जे इंडिकेटर हमरा सबके कमजोर है वही इंडिकेटर पर गांव पालिका खर्च करते। हमरा जनप्रतिनिधि के टीम सबसे हमरा कोनो उपरोध नहीं उ सब कोनो अथी में हमरा सबके जैसे कोनो मुद्दा पर जैसे पास करी छै आवश्यकता के पहचान करके ताहि द्वारे सेवा सुविधा हम सब देब आस पे करऽ पड़त।